अब तेरो पारि नि त नुहाउनु पर्ने नुहाउनु पर्यो झुक्यो छाती झुक्यो भोलि चाहिँ अब उयो गर्छु भाँडा बर्तन धुन्छु भने आज चाहिँ अब बर्तन पनि धुनु पर्ने भयो किनभने आमाले चाहिँ भ्याउनु हुँदैन नि त कामहरू बिजी भयो चुची 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 यहाँ आइज न खाना दिएको छैन नि त किन हतार नन्न पचाला पुन्चुले चाहिँ रुबी बाबा छिटो लाको ठुङ्गा ओके किन्छु एकछिन बख तिमीहरूलाई यहाँ छोडे छिटो तिमीलाई पाली यहाँ छिटो छिटो आमाले भाँडा मस्काउँदैछ नि हो के उमाले काम यो हेलो गाइस गुड मर्निङ नमस्ते है र म निकन खालिङ र तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ जति कुशल हुनुहुन्छ र म पनि ठिकै छु जति कुशल हुन्छु र अहिले चाहिँ मेरो खुट्टाहरू पनि अहिले लगभग ठिक भइसक्यो र अब हल्का फुल्का त सुनिरहेको छ है र पनि म चाहिँ अहिले फिलहाल है खरसाङ अहिले आज मतलब हिजोसम्म चाहिँ उयसमै थिएँ है खरसाङमा चाहिँ र हिजो बेलुका चाहिँ म आइपुगेको जस्ट र अब आज चाहिँ अब हिजो चाहिँ काग तिहार भइहाल्यो आज त कुकुर तिहार थियो र कुकुर तिहार हुनुको कारणले गर्दा मतलब अलिकति कन्फ्युजन छ यो साल चाहिँ किनभने है हल्का हल्का क्यालेन्डरमा आज अब खास एक्चुअलमा हुनुपर्ने कोही कोही जग्गा कुकुर तिहार भोलि लक्ष्मी पूजा हुनुपर्ने फेरि आज के भन्दैछ कोही कोही क्यालेन्डरले आज नै कुकुर तिहार आज नै मतलब लक्ष्मी पूजा पनि आज नै भन्दैछ र अब यत्रको गाउँकोहरूले पनि प्रायः सबैजनाले र आज नै अब कुकुर तिहार मनाएर बादमा चाहिँ फेरि लक्ष्मी पूजा पनि मनाउने है र कतिजनाले फेरि हिजो पनि मनाइसक्यो है जुन चाहिँ काग तिहारको दिन थियो त्यही दिनै अब उयो पनि कुकुर पूजा पनि मनाइसक्यो मैले आउँदाखेरि गाउँतिर माला लगाइरहेको कुकुरहरूले लगाइरहेको देखिसकेको थिएँ है र अब चाहिँ फिलहाल है म भर्खर उठेको मुखहरू पनि धोएको छैन है तर तपाईँहरूसँग मुखसुख धोइसकिसकेपछि है अब फ्रेस भइसकेपछि भेट्छु किनभने त्यहाँदेखिको कुकुरको पूजा आज हुनेछ र अब मैले पनि कुकुरहरू नुहाइदिए गरेर मालासाला बनाइदिनु पर्ने हुन्छ ल आजको भिडियो है तपाईँहरूको सामने चाहिँ सानो एउटा भिडियो पस्केर ल्याएको छु तपाईँहरूले लास्टसम्म हेरिदिनुहुन्छ भन्ने आशा राख्दछु है र मैले धेरै दिन बादमा ब्लगिङ गर्दैछु है अब म्याक्सिमम् अब अहिले चाहिँ अब म्याक्सिमम् 50-60 डेज भइसक्यो होला मतलब 60 मतलब 60 डेज कम्प्लिट भयो होला मतलब 60-70 डेज भइसक्यो होला मैले भिडियो नबनाएको किनभने अहिले खुट्टाले गर्दा यताउति हिँड्नु हुँदैन प्रब्लम भइरहेको छ है त्यसै कारणले र अब आज चाहिँ अब भिडियो यसो कुकुर पूजाको दिनको त्यहाँदेखि अब लक्ष्मी पूजाहरू अब कन्टिन्युस भिडियो आउनेछ है र अब मैले जतिसक्दो कोसिस गर्छु आजदेखिको हल्का भिडियो बनाउनुको लागि र किनभने अब अस्ति दसैँको भिडियो पनि मैले त्यतिकै बनाउनु पाइनँ है माथि गएर अब फुर्सदहरू अलिकति टाइमहरू पाएको थिइनँ अलिक बिसन्चो पनि भइरहेको थियो है त्यसै कारणले गर्दा र त्यो भिडियो चाहिँ मैले आज अब कुकुर तिहारको दिन भिडियो हालेको छु है यो भिडियो चाहिँ अब भोलि आउँछ थाहा छ तपाईँहरूलाई भिडियोहरू एडिट गर्नुपर्छ अलिकति प्रब्लम हुन्छ है र अब एक दिन ग्यापै हुन्छ र आजको भिडियो भोलि आउँछ भोलिको भिडियो पर्सि आउँछ त्यस्तो हुन्छ है र अब अस्तिको दसैँको भिडियो चाहिँ अब सरी फर लेट अपलोड है किनभने मैले लेट अपलोड गरेँ र त्यसै कारणले गर्दा र अब आजको भिडियो चाहिँ यहीँबाट सुरु गरौँ है त कुरै कुरो भएर आएछ यहाँ फेरि बेला हिजो बेलुका कुरो उक्किलाइदिएको यो कुरै कुरो भएर आएछ र ल आजको भिडियो सुरु भइसक्यो यो ब्याउने भइरहेको छ अहिले टोक्दैछ बिहानै मलाई पनि टोकिदिइहाल्यो यहाँनिर है हो रोटी दिएको थिएँ नि गम्मै यहाँ टोकिदिइहाल्यो हो त्यहाँ प्लात्तै बनाइरहेको छ ल फिलहाल चाहिँ यहाँ चाहिँ क्यालेन्डर 31 त आज कति तारिक आयो 31 तारिक होइन 31 तारिक बिहिबार दीपावली पूजै छ नि हाम्रो माथि दाजुको क्यालेन्डरमा चाहिँ उयो छ 1 तारिक उयो छ भोलि छ र आमाले चाहिँ फिलहाल रोटी पोल्दैछ हो आमाले रोटी पनि पोलिसकेछ यिनीहरूलाई चाहिँ अब चाहिँ आमाले चाहिँ बिहानखेरि उठेर घर सफा सट्टै गरिसक्यो हो आमाले त सोचेको थिएछ भोलि चाहिँ अब उयो गर्छु भाँडा बर्तन धुन्छु भनेर आज चाहिँ अब बर्तन पनि धुनु पर्ने भयो किनभने आमाले चाहिँ भ्याउनु हुँदैन नि त कामहरू बिजी भयो मैले चाहिँ बिहानखेरि यस्तो डल्लै उयो भयो क्या बिहानखेरि डल्लै फैलाउनु पऱ्यो किनभने अब यो क्यामेराको चाहिँ जुन चाहिँ यो चाहिँ कभर भइहाल्यो यो क्यामेरा खास अरिजिनल क्यामेराको चाहिँ कभर चाहिँ माथि कर्सिङमै छुटेछ हो त्यसै कारणले गर्दा र योहरू फिजाउनु पऱ्यो बिहानखेरि पकाएन हौ ब्ल्याक टी लगाएन यहाँ जा छोटे छोटे ओइ छोटी चुची 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 यहाँ आइज न आइया जा 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 पर जा तिमीहरू ठेर कु
अरे कुरा खाना दिएको छैन नि त किन हो त अहिले बुझायो उयो हुन्छ नि त यहाँ त उयो पर्दा उस भयो खिड्की खोलेर टकटक यो भित्रबाट राति नानी सुत्छ त्यहाँ किरै किरा हुन्छ पर्दा टकटक पुरा छ मसिनो खालको यता बाहिरबाट हेर्नु है यो भनेको उतापट्टि पल्लोपट्टि ड्याममै छ बुझिन मैले बुझाइदियो कसैले टाढा छिर्छ यस्तो किराहरू छ सानो उयोहरू रहेछ हौ फटेङ्ग्राहरू सानसानो फटेङ्ग्राहरू फेटेङ्ग्राहरू रहेछ फेटेङ्ग्राहरू फेटेङ्ग्राहरू फेटेङ्ग्रा ओइ छोटै यहाँ जा छोटै के अरे गएछ त्यो ल अहिले बिग बाबा नुहाउनु पचला पुन्चुले चाहिँ रुबी बाबा नुहाउँछ अब चिसो पानीले ताला लाला चिसो पानीले भन्यो नि रुबी तातो पानी नुहाइदिन्छ नि ल तपाईँ चिसो पानीले रुबी चिसो पानीले कालो चाबुनले भनेर भाइ कालो चाबुनले छोड हे रुख 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 अब चाहिँ आज चाहिँ कुकुर तिहार हो कुकुर तिहारमा चाहिँ चिक्क भएर नुहाउनु पऱ्यो नि त के कसो लाग्यो विचार कताबाट बुलुलु गरिहाल्नुपर्छ बुलु गरिहाल्नुपर्छ भाइ दामी मजा आयो अब लास्ट हो लास्ट पानी पखालिदिन्छ भाइ सफा हुनु परेन अब अन्त लाटै लाटी कता फागुलो वाउ भनेर म नुहाएँ भनेर टकटक त भाइ यहाँ जा हात्ती गयो त्यो दुइटा घुम्दै गर्न तेरो पनि आउँछ पाली रुबी ल ओइ कान्छी यहाँ जा यहाँ रुबी यहाँ जा यहाँ ल यहाँ आउन यहाँ पुसौँ न छाडा हुने नै एकदम छाडा हुने यहाँ पल्टी गर पल्टी नहेर तिमी त्यो दुइटाको पाली पनि आउँछ अब हु कि बिना हु छाडा भएको हु
आइज छोटे ओइ छोटे बद्दु ल लुबु 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 छोटो छोटो आइस ल यहाँ रे अब तेरो पारि नि त नुहाउनु पर्ने नुहाउनु पर्यो झुक्यो छाती झुक्यो साथी झुक्यो साथी झुक्यो साथी नुहाउनु पर्यो अब साथी नुहाउनु पर्यो गयो यो ला 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 चिसो चिसो पानीले नुहाउनु पर्यो साथी झुकियो ल कहाँ बस्यो साथी साथी झुकियो ए एकछिन रुक 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 रुकमा त पढेको न मेरी जान अब योभन्दा साह्रो चाहिँ अब ब्ल्याक किरा पर्छ नि अरू नुहाउनु के भने कि यहाँ त मान्छ ब्ल्याक किरा साह्रो पर्छ भाइ नौ भाइ त्यो त अल्छी लाग्यो मेरो यसको कानहरू मैला आमा छोटेको है अझै कुरो गएको छैन कि मलाई सक्को लु जा नआउँदैन त नआउँदैन छोटे आइज यहाँ छोटे आइज माथि माथि आइज यहाँ आइज यहाँ माथि आइज 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 छोटे 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 ल ल आइज ल ल ल यहाँ बस् न पुस्नु परेन के खानेकुरा भनेपछि मात्रै आउँ भन्छ हौ यहाँ आइज न पुस्नुपर्छ यहाँ आइज पिस्नुपर्छ चिसो लाग्छ नि छोडे छाडा नानीहरू पल्ची पल्ची गरेर यहाँ पल्ची पल्ची गरेर त लु झन्डै नियाङको भनेछ लु जा तक्री ए यहाँ छ नि यहीँ पल्टे हुन्छ नि दलिँदै गर्ने किन अब ब्ल्याकीको पाली के भएको के भयो के भएको हिलिली यसले त टट्टी पिसाब यहाँ गरेर यो पनि सफा गर्नु पर्ने भयो के भएको तिमीहरू ल के आइज ल आइज छिटो ल ल के भएको यहाँ जानु
एकछिन बिस्तारै म खुट्टा सड्किरहेछ नि फेरि यहाँ जा यहाँ यहाँ जा यहाँ जा यहाँ जा यहाँ जा नमाने हेर नहुनु यहाँ आइज छिरो रुनै खोज्छ यो त अब नुहाउनु परेन आज नुहाउनु पर्छ नि आज लट्या लाठी सक्यो ल बाबा यो लास्ट हो ल कान मात्रै ल ल टकटका छिटो अझै यहाँ एउटा पनि छैन आमा फुल ल यहाँ बस ब्ल्याकी ल यहाँ बस यहाँ बस दुईटा त के भयो चलेको छ त ल लडीबडी गर्छ त्यहाँ यताउति कुछ सक्छ अब घाम लागिरहेछ ए लुबी बाबा लुबी 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 थ्याङ्कु थ्याङ्कु के भयो कुकुर सिधै खुट्टामा ताकेर आउँछ यार के को टिका लगाइन्छ यहाँ चन्दनको चन्दन कहाँ छ यिनीहरूलाई नुहाइदिए चाहिँ गरिदिएँ मैले हो रुबी यो ब्ल्याकीहरूलाई र अहिले चाहिँ फिलहाल म अब यिनीहरूको लागि फुल ल्याउनु गएको सयपत्री अब बेसी त छैन है घरमा पनि चाहिन्छ एक एकवटा भए पनि गलामा बाँधिदिउँ भनेको अब अरू फुल पनि छैन किनभने बाख्राले हाम्रो सरहरूले खाएर क्या बाख्राहरूले खाएर हुनु पनि सकेको छ फेरि मलाई यस्तो जग्गातिर स्पिड हिँड्नु सकिँदैन साह्रो पर्छ कि कहाँ गएको हो अर्को त च्यादरमाथि चढेर के गरेको है अर्को पछि फेरि अर्को च्यादरमाथि चढेर अझ कति दिन कति महिना बादमा बारीमा गयो दिदी रहेछ एक झ्याङ यहाँ रहेछ एक झ्याङ त्यहाँ यहाँ त्यति रहेछ
फुलाको थुङ्गा हो कि त्यो लाउँदा हुनेछ नि त्यो भाले फुल रहेछ नि हो कि यो हो सयपत्रीको नाममा यो बलि भएको मायाको हो कि गजुर ए मेरो हजुर छोडे ब्ल्याकी टेक्नु त नटेक ल फुलाको थुङ्गा हो कि यसो काटिहाल्छ है बेलुकासम्म आइज छिटो आइज ब्ल्याकी यसरी राख्यो भने चाहिँ भोलितिर राख्दा पनि हुन्छ नि बस्छ नि एउटा भाले फुल रहेछ त्यो भाले फुल लगाइदिन्छु ल यो त टक्कै डुबाइराख्यो भने हुन्छ नि थियो एउटा भाले फुल थियो चलेको हाँसेको त चलेको है आसन चल्दै थिस् त मजाले के अरे हाँस्दै यस्तो गर्दैन यस्तो गर्दैन आइदियो यस्तै यी के अरे एकछिन यहाँ एकछिन ब्ल्याकी ए छोडे जाऊ त एकछिन म एकछिन चियर ल्याउँछु मै काबु बनाएको थिएँ है छोडे अहिले ल टिका ए छोटे अलि दिन्छु एकछिन बख तिमीहरूलाई अहिले खै अब लक्ष्मी पूजा हो कि के हो आज चाहिँ हिजो थियो भन्छ है सबसे ठुलो यो चाहिँ ब्ल्याकी ल बेसी गाउँ नडुल हो ल टिका सिका लगाइदिए ल यहाँ छोटे छिटो तिमीलाई पाले यहाँ छिटो ल एकछिन लुगा छोटे छाडाइन भन्दैछु मैले अहिले छोटे लुगा नहल्लिन छोटे छ्या त्यो त नखाने एकछिन अहिले बिस्कुट खाए खाँदै फेरि त्यहाँको टिका सिका लगाएर ल यहाँ यता ल रुबी यहाँ यहाँ सबसे सानो रुबी ल टिका ल चन्दनको टिका लगाउनु ल आमाको साथीहरू त आमासँग पछि जान्छ हो ए खै टिका लगाउनु टिका माला लगाउँ माला गुड खै एकछिन रुबी उता बसा छ
ल ल तिमी बेसी छाडा नहुनु गर्नु घुम्नु ल म सबलाई दिन्छु है छोटे लुबी यहाँ तिम्रो भाग खायो ल ल ल ल आशीर्वाद सब ह्याप्पी कुकुर तिहार ल ल खाऊ मजाले यसलाई लगाइदिए यो सबसे सानो यो सबसे ठुलो यो चाहिँ यो दुइटा चाहिँ छौरी त्यो चाहिँ छौरा हो यसको साथ चाहिँ मऱ्यो अस्ति हो आज चाहिँ के त्यो यसलाई नुहाइदिनु किन ढिलो भयो भने चाहिँ यो खालको चाहिँ बोकेर आएको क्या पुरै कुरो लट्टा लट्टा भएको अब चाहिँ मेरो काम पनि सक्यो हो फुल अघि टिपेर ल्याइदियो हो आमाले भाँडा मस्काउँदैछ नि हो के बुमाले काम यो होइन यो माथि बन्द गर्दा चाहिँ ग्यास लिक हुन्छ क्या गना जस्तो लागेको थियो नि यो चिन्डे चाहिँ हाम्रो गाउँमा बारी उयो के अरे बोट छ त्यो दबाई हुन्छ क्या चिन्डे तपाईँले खाएको होला हो त्यसको चाहिँ स्यालेडहरू बनाएर केहरू बनाएर खान्छौँ हामी अचारहरू ए नुहायो आज मजा आयो यो चाहिँ भ्याउनु रहेछ यी हो अस गर्दैछ ए छोटे खायो वाह ल फिलहाल चाहिँ है अब हामीले चाहिँ अघि मैले कुकुरतिर उयो कुकुरलाई टिकासिका लगाइसकेर चाहिँ भिडियो बनाएको थिइनँ र अघि मैले कुकुरहरूलाई टिका लगाइसकेको चाहिँ भिडियो बनाएको थिइनँ है र किनभने चाहिँ मैले अब उयोहरू भइरहेको थिएँ नि त कामहरू गर्नुपर्ने है र त्यसै कारणले गर्दा यो चाहिँ अब मैले यसरी लाइटहरू फिट गरेको थिएँ नि त अघि हो यो चाहिँ बेलुकाको लागि यस्तो लाइटहरू यो सब फिट गरेको छु आज नै कुकुर तिहार पनि आज नै लक्ष्मी पूजा पनि है र यतापट्टि पनि लगाएको छु र अब अहिले बेलुका देख्न सक्नुहुन्छ यो सब चाहिँ यहाँबाट लगाएको छु यहाँ एउटा यहाँ यो चाउर लाइट चाहिँ बादमा निकाल्नु पर्ने हुन्छ र है भिडियो पनि बहुत लामो भइसक्यो र यसलाई नै म टु बी कन्टिन्यू गर्छु है किनभने आज अब लक्ष्मी पूजा पनि छ है र अब एकैचोटि सबै कुरो सबै देखाउनु मिल्दैन किनभने अब भिडियोको मिलाइ पनि अब एडिटर गर्नु पनि प्रब्लम हुन्छ भिडियो पनि बहुत लामो भइसक्यो है र त्यसै कारणले गर्दा यहाँबाट चाहिँ यो भिडियोलाई टु बी कन्टिन्यू हुन्छ है र त्यसै कारण गरेर यो भिडियोलाई चाहिँ अब जतिसक्दो तपाईँले यो सेयर सब्सक्राइब लाइक कमेन्ट चाहिँ गर्नु नभुल्नु होला र म भिडियोलाई चाहिँ अहिले आजदेखिको चाहिँ कन्टिन्युस मतलब अस्तिको मैले दिवाली दसहराको भिडियो जुन चाहिँ टिकाको भिडियो त्यो चाहिँ मैले हालेको छु आज 6:30 आउँदैछ है र तपाईँले गएर एकताल चेक गरिदिनु होला तपाईँ एक दिन बितिसकेको हुन्छ र त्यसै कारणले गर्दा है म त अब आवाज पातला भइरहेछ है मैला भइसक्यो अब म पनि नुहाइदिया गर्नुपर्ने हुन्छ अहिले लक्ष्मी पूजा हो लक्ष्मी पूजाको लागि र दिदी दादा र भाउजू नानी चाहिँ आज आउनुहुन्छ किनभने दिदी चाहिँ सिलगढीमै हुनुहुन्थ्यो सिलगढीबाट खरसाङ आएर सिधै दाजुहरूसँग आउँछ अरे आज र आज चाहिँ लक्ष्मी पूजा अब भोलि त्यहीमा चाहिँ बेलुकाखेरि भलिनीहरू खेल्ने यताउति आउनु पनि सक्छ है र अब लक्ष्मी पूजा भोलि पनि पुज्नेवाला छ कुन दिन अब त्यो चाहिँ थाहा भएन र आज आउँछ या भोलि आउँछ अब भैलेनी खेल्नेहरू पनि हो र अब देउसे कहिले मनाउँछ अब हाम्रो चाहिँ कन्टिन्यू अब मतलब ब्लग आउँछ किनभने अब दिवाली लागि सबै दिवाली लागेपछि कन्टिन्यू ब्लगहरू हुन्छ हेरौँ कस्तो कस्तो हुन्छ है भिडियोमा बनिरहनु होला र त्यतिसक्दो तपाईँले सेयर सब्सक्राइब लाइक चाहिँ कमेन्ट गर्नु नभुल्नु होला र फिलहाल चाहिँ अब तपाईँले 1Kहरू पुऱ्याइदिनु भएको छ र पनि वन्स मोर तपाईँहरूलाई धेरै थ्याङ्क यू सो मच है किनभने 1K पुऱ्याइदिनु भएकोमा र 1K चाहिँ मेरो कम्प्लिट भइसकेको छ है र यसरी नै सेयर गरेर है अब 2Kहरू 3K पनि अब पुऱ्याइदिनु हुन्छ भन्ने आशा राख्दछु है त्यसै गरी अब भिडियोलाई फेरि यहीँबाट चाहिँ टु बी कन्टिन्यू गरौँ है त लाइटहरू फिट गरेको चाहिँ अब हेर्नुको लागि चाहिँ तपाईँले नेक्स्ट पार्ट हेर्नुपर्ने हुन्छ किनभने अहिले बेलुका हुन्छ बेलुकाको भिडियो हुन्छ बेलुकाको भिडियो भइसकेपछि अब तपाईँको बेलुका लक्ष्मी पुजिसकेपछि चाहिँ अब त्योहरू भैली खेल्न आएको यो सब हुन्छ है